अब कोही त आन्दोलनमा लाग्या नलाग्या के हो, आँखैबाट थाहा हुन्छ के सेवन गरेको छ भन्ने। दाल भात तरकारी खाएको छ कि अर्थकै खाएको छ भन्ने आँखैबाट थाहा हुन्छ। आँखाबाट थाहा हुने भएको हुनाले राति पनि कालो चस्मा लाउँछ। राति कालो चस्मा किन लाउँछ? घाम नलागेको ठाउँमा कोठाभित्र कालो चस्मा किन लाउँछ भन्दा आँखैबाट थाहा हुन्छ। त्यसकारण अब फेरि भरे फलानातिर सङ्केत गर्दै भन्ने फेरि पत्रकारले कता पुर्याइदिन्छन् क्या। कहीँ कतै सङ्केत गरे होइन, तर अब कि त नेत्रहीन हुनु पर्यो राति कालो चस्मा लाउन, कि त शुल्पावाला हुनु पर्यो। मैले त्यति मात्रै भनेको क्या, त्यो विशेषताको कुरा गरेको। युवाहरूलाई चाहिँ होसमै रहन नदिने ट्यापै समूह रहेछ, युवाहरूलाई फसाउने समूह रहेछ नि त। गाँजा खुवाइदिएपछि चाहिँ जे पनि गराउन सकिने बेहोस बनाएर, यस्तो पनि त रहेछ नि त।